सरकारको नेतृत्व गरेका 36 वर्षीय बालेन्द्र शाह प्रधानमन्त्री बनेको र उनको 15 सदस्यीय मन्त्रीमण्डल गठन भएको 14 दिन मात्रै भएको छ। बालेन्द्र शाह र उनको टोलीको सुरुवाती कदमले चौतर्फी चर्चा र प्रशंसा पनि पाइरहेको छ। तर सरकारले जति चर्चा र प्रशंसा पाए पनि सत्ताको उन्माद चढेका एकजना यस्ता मन्त्री थिए जसका कारण अहिले सिङ्गो बालेन टोली नै लज्जित बनिरहेको छ। प्रधानमन्त्री बालेनकै रोजाइमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका दीपक कुमार शाहलाई सत्ताको उन्माद यसरी चढ्यो कि मन्त्री बनेको 14 दिन नबित्दै उनले स्वयं बालेनलाई मात्र नभई सभापति रवि लामिछानेलाई नै वाक्क दिक्क बनाइदिए। फलस्वरूप पार्टीको अनुशासन समितिको सिफारिसमा प्रधानमन्त्री शाहले उनलाई बर्खास्त नै गरेका छन्। मन्त्रालयको जिम्मेवारी सम्हालेको 10 दिन नबित्दै स्वास्थ्य मन्त्री निशा मेहताको आडमा मन्त्री शाहले आफ्नै श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा नियुक्त गरे। यसले नातावादको विरुद्धमा उभिने दाबी गर्ने रासोपालाई नै बदनाम गर्यो। यता उनकी श्रीमती श्रेष्ठले आफ्नो नियुक्ति पुरानै भएको दाबी गरे पनि बीमा बोर्डको सदस्यमा मनोनित उनी निरन्तर 11 पटक बैठकमा उपस्थित नहुँदा नियम अनुसार स्वत हटिसकेकी थिइन्। स्वास्थ्य बीमा ऐन 2074 को दफा 25 को उपदफा 1 मा निरन्तर 3 पटक बैठकमा अनुपस्थित भएमा स्वत निलम्बन हुने व्यवस्था गरिएको छ, जस अनुसार बीमा बोर्डले स्वास्थ्य मन्त्रालयलाई आवश्यक कार्यान्वयनका लागि पत्र समेत काटेको थियो। यिनलाई यो 14 दिनमा हटाउनु परेको कारण के? पहिला गरेको कामले गर्दाखेरि होला। पहिला भएको MBBS मा नाम निकाले जोर पैसा लिएको जुन आयो हल्ला खल्ला यस्तै यस्तै कारणले होला। बालेन्द्र शाहजीले सम्माननीय प्रधानमन्त्रीजीले आफ्नो मन्त्री परिषद गठन गर्दाखेरि थाहा नपाएको रहेछ। हो मेरो पहिलो मन्त्री परिषदको पहिलो ब्याचको सदस्यहरूको बारेमा उहाँले फ्याक्ट चेक गर्नुभएको रहन्छ, उहाँलाई के पनि थाहा रहन्छ। यति मात्र नभई सत्ताको आठमा आफ्नै श्रीमतीलाई सरकारी ओहदामा नियुक्ति गरेका मन्त्री शाहले बुधबार अर्को विवादास्पद अभिव्यक्ति दिए, जहाँ 10औं स्वास्थ्य बीमा दिवसको कार्यक्रममा प्रमुख अतिथि रहेका उनले स्वास्थ्य मन्त्रालयको नेतृत्वलाई सच्चिनुपर्ने सुझाव दिए। यति मात्र नभई उनले कर्मचारी तन्त्रले नै देश बिगारेको आरोप समेत लगाए। कर्मचारी तन्त्रले नेताहरूलाई घुमाएको भन्दै उनले देश बिग्रिनुमा नेताहरूभन्दा कर्मचारी तन्त्र बढी जिम्मेवार रहेको टिप्पणी गरे। श्रीमतीलाई बीमा बोर्डमा घुसाएका शाहले बोर्डका सदस्यहरूको भूमिका हस्ताक्षर गर्ने औपचारिकतामा मात्र सीमित भएको आरोप लगाए, जसका कारण बहालवाला मन्त्रीले सरकारी कर्मचारीहरूको सार्वजनिक मञ्चबाटै अपमान गरेको भन्दै उनको चर्को आलोचना भयो। सबभन्दा पहिले त म स्वास्थ्य मन्त्रालयलाई सच्चिन आग्रह गर्दछु, अहिलेसम्मको स्थितिमा यति कमजोर, यति दयनीय, यति पीडादायी स्थितिमा यदि स्वास्थ्य बीमा बोर्ड छ भने त्यसमा सबभन्दा प्रमुख रोल चाहिँ स्वास्थ्य मन्त्रालयको छ। पहिले के लाग्थ्यो भने जनता भएर यो नेताहरूले देश बिगार्यो भन्ने लाग्थ्यो के, तर जहिलेदेखि मन्त्री भएको छु ब्युरोक्रेसीले जसरी घुमाएको छ नि, यो नेताले मात्र डुबाएको होइन हजुर, बढी ब्युरोक्रेसीले डुबाएको हो यो देश हजुर। तर मन्त्री शाहले देखाएको रवाब जस्तै उनी दुधले नुहाएका पात्र भने होइनन्। उनी यसअघि नै ठगी गरेको आरोपमा पक्राउ परिसकेका व्यक्ति हुन्, जुन विषयले उनी मन्त्री बनिसकेपछि व्यापक चर्चा पाएको थियो। उनलाई प्रश्न गर्दा उनले त्यो घटना सत्य नभएको आशय व्यक्त गर्दै पन्छिने गरेका थिए।